अलिकति तागत आए जस्तो छ। फोहोर सफा गरौँ। अब हिँडिन्छ होला। चाउचाउ पहिले नखाने मान्छे आज के साह्रो मिठो लाग्यो क्या। यसो थाकित भयो भने त दाल भात पनि मिठो लाग्छ, त्यो नुन नहालेको पनि। ल अब हामी हिँड्नु पर्ला जस्तो छ। 3 जना छौँ। यो जङ्गलमा बाटो खोज्दै खोज्दै आयौँ अनि बल्ल यो हामीले अलिकति सिडी टाइप रहेछ, हामी अब हिँड्दैछौँ। सुरज, ए सुरज, अरे गोलु, एने माइक स्टेसन छ। ल हामी अब हिँड्दैछौँ। अब पसिनाले थाकेर अनुहारै रातो भइसक्यो। खै साथीहरू गइसक्यो अगाडि छोडेर, यहाँ एक्लै हिँड्न। लास्टमा सहारा भनेको यो लट्ठी हुने रहेछ यार। यस्तो ठाडो उकालो चढ्नुलाई एउटा कुरा के राम्रो छ भने यहाँ जस घाम चाहिँ छैन, शीतलै शीतल मजा आउँछ हिँड्न। तर उकालो चाहिँ लास्ट उकालो यार थाक्ने रहेछ त। तपाईँलाई माथि गएर झन् दामी दामी भ्यू देखाउनेछ। हेलो गाइस, हेर्न सक्नुहुन्छ अति थाक्यो यो उकालो चढ्नुलाई।
सो मेरो सहारा भनेको यो लट्ठी हो। यो लट्ठीले साह्रै हेल्प गरिरहेछ। यसलाई तलैतिर भेटाएको। सो जीवनको यात्रामा लट्ठीको सहारा लिँदैछु। त्यति साह्रो बुढेसकाल त लागेको छैन, तर पनि यो उकालो चढ्न चाहिँ लट्ठीको सहारा लिनै पर्ने भइरहेछ। हेर्नु कति उकालो छ। ल माथि अझै तपाईँलाई देखाउनेछु। यो बिचको जङ्गलबाट देखिएको काठमाडौँ भ्याली यो हो। हामी अझै माथि जाँदैछौँ। माथिबाट चाहिँ मस्त हिमाल देखाउनेछु तपाईँहरूलाई। बाटो चाहिँ यो हो। हाम्रो यो अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङ। ल यो हाम्रो दोस्रो दिन हो है। यो ट्रेक हामीले 3 दिनमै सकाउने विचार गरेका छौँ। उहाँ हुनुहुन्छ हाम्रो विदेशबाट पाहुना, पहिलोपल्ट नेपाल। मलाई एकदम सुन्दर लागिरहेको छ। हाउ डु यु फाइन्ड नेपाल? खै केही बुझिन। उहाँको आवाजै निस्केन। हेलो गुड मर्निङ फ्रम यो कुन ठाउँ हो रे? यो कुन ठाउँ हो रे? ल हेर्नुहोस् त यो सुन्दर हिमाल कति रमाइलो देखिरहेछ। हिमाल हाँसेको यो भ्याली एक झलक। हामी उक्लिँदा एकदम थाक्यो। अब एनर्जीको लागि यसले चिजोस खाने हो। त्यसपछि अझै 100वटा पहाड चढ्ने हो। ल है गाइस, यो पनि लास्ट मिठो लगाउने रहेछ यार पहाडमा आएपछि। ट्रेकिङ त आयो, बाटो यस्तो छ यार। ल कसरी उक्लिने र यस्तो छ साह्रै अप्ठ्यारो भिरको बाटो। ल यो बाटो है काट्न साह्रै नै गाह्रो। ल है यति चढ्यो भने सगरमाथा चाहिँ चढ्न सकिन्छ है। ल हामी यहाँ छौँ। तलतिर हेर्न सक्नुहुन्छ। काठमाडौँ पुरै देखिरहेछ। ल त्यो त हिमाल पनि देखिरहेछ। सो अझै बाँकी छ हिँड्न। हामी यो कुन ठाउँ हो? यो चम्पादेवी डाँडामा छौँ। अनि भस्मासुरको बिचमा हो। चम्पादेवी उता हो। अनि उता जान्छौँ हामी हात्तीवनबाट तल झर्ने। हामी बिहान 7 बजेदेखि यात्रा सुरु गरेको। अहिले कति बज्यो? वही 1:30 बजिसक्यो यार। आज भ्याउँछु भ्याउँदैन। ल हिमाल चाहिँ बबाल देखिरहेको छ। उता प्लेन हेर्न सक्नुहुन्छ। ल हामी यहाँ पुग्यौँ अहिले बल्ल टपमा। यहाँ हेर्न सक्नुहुन्छ। चम्पादेवी डाँडा उतातिर छ। अनि हिँडेर ल यताको डाँडामा जाने भन्छ। खोइ सकिँदैन जस्तो लागिरहेछ। ल हामी यो भस्मासुर डाँडा जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ बाटो चाहिँ यता हो, जङ्गलको बाटो पुरै। यहाँको जङ्गल चाहिँ बबाल छ। ल खै साथीहरू नजिकै छ भनेर अहिलेसम्म 5 घन्टा हिँडिसक्यो, अझै पुगेको छैन। ल आम्मामा मेरो यहाँ प्राण जान लागिसक्यो। हट अब यो वर्षको लागि मेरो हाइकिङ ट्रेकिङ सबै पुग्यो।
यहाँ खाजा रेडी छ फर्किनु हो यता अघि